नमस्कार। आज चाहिँ हामी सब्जेक्टिभ पेपर लेख्ने पेपरको विषयमा छलफल गर्नेछौँ। अस्तिको भिडियोमा चाहिँ हामीले जिके कसरी पढ्ने र कसरी सम्झिने भनेर छलफल गरेका थियौँ। त्यो भिडियो पनि तपाईँहरूले हाम्रो यही च्यानलमा हेर्न सक्नुहुन्छ, गएर हेरिदिनु होला। अनि यो च्यानललाई चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु भयो भने हामी तपाईँहरूलाई एकदम धन्यवाद दिने थियौँ। सब्सक्राइब पनि गरिदिनु होला। त्यसो भन्दै आज हामी यो लेख्ने पेपरकै विषयमा छलफल गरौँ। त्यो लेख्ने विषय पढ्दाखेरि के कुरा महत्त्वपूर्ण हुन्छ, के कुरा ख्याल गर्नुपर्छ, लेख्ने विषयमा महत्त्वपूर्ण के हो? हामीले सबैभन्दा सुरुमा यो लेख्ने पेपरको बारेमा छलफल गर्दाखेरि चाहिँ यसलाई दुईवटा खण्डमा छुट्याएर छलफल गर्दा ठिक हुन्छ जस्तो लाग्छ मलाई। पहिलो खण्डमा चाहिँ हामीले लेख्ने विषय कसरी तयारी गर्ने भनेको, लेख्ने विषय कसरी पढ्ने, त्यसको पढाइ प्रिपरेसन चाहिँ कसरी गर्ने, अध्ययन सामग्री के पढ्ने, कसरी पढ्ने भन्ने, र त्यसपछि दोस्रो खण्डमा चाहिँ कसरी लेख्ने, लेख्नेमा पनि तपाईँ भर्खर पढ्न सुरु गर्नुभएको छ अथवा इक्जाम दिने बेला भयो र इक्जाम सेन्टरमा हुनुहुन्छ भने कसरी लेख्ने भनेर यसरी यसलाई चाहिँ लेख्ने कसरी र पढ्ने कसरी भनेर दुईटा खण्ड। ठिक छ। त्यसो भएपछि हामीले यो बनाउँदाखेरि नै, छलफल गर्दाखेरि नै सुरुमा चाहिँ कसरी पढ्ने र कसरी लेख्ने दुई भागमै गरेर छलफल गरौँ न त, होइन? कसरी लेख्ने भन्नुभन्दा पहिला कसरी पढ्ने भन्ने चाहिँ महत्त्वपूर्ण भयो, होइन? पढ्ने कसरी त अब मार्केटमा भएका यी गाइडहरू छन् नि, ती गाइडहरूले सफिसियन्ट हुन्छ कि त्यो बाहेक अरू पनि पढ्नुपर्छ? हामीलाई लोकसेवा तयारी गर्दै गरेको मान्छेलाई पास हुनको लागि पढ्नेबाटै सुरु गरौँ। गाइडले पुग्छ कि पुग्दैन मार्केटमा हुने भन्दाखेरि चाहिँ तिमी कुन लेभलको, कुन क्षमतासम्मको तयारी गर्दैछौ भन्ने कुरामा त्यसमा भर पर्नुपर्ने हुन्छ। सबैभन्दा मुख्य कुरा त यदि तिमी सेवा प्रवेश गर्ने एकदम नयाँ मान्छे छौ, खर्दार सुब्बा अथवा चौथो पाँचौँ तहको चाहिँ तयारी गर्दैछौ भनेपछि तिमीलाई मार्केटमा भएका गाइडले लगभग पुग्छ। त्यसमा चाहिँ तिमीले नयाँ संस्करणको भर्खर निस्केका तथ्याङ्क समावेश भएको गाइड किन्नुपर्छ। त्यो भयो भने तिमीलाई पुग्छ। तिमी शाखा अधिकृत अथवा सातौँ तहको त्यही लेभलको अफिसर लेभलको चाहिँ जुनियर अफिसर लेभलको इक्जाम तयारी गर्दैछौ भनेपछि तिमीले चाहिँ बजारमा पाइने गाइड भन्दा केही अरू कुराहरू जस्तो नेपालको संविधान, योजना आयोगका चाहिँ आवधिक योजनाका पुस्तकहरू पढ्नुपर्छ। नीतिगत लेभलको लागि चाहिँ तयारी गर्दैछौ भनेपछि चाहिँ तिमीले बजारमा पाइने गाइडलाई चाहिँ आधार लिने भन्दा पनि त्यो चाहिँ सिलेबस के रहेछ भन्नका लागि आधार लिने कुरा भयो। त्यसमा पढ्नुपर्ने कुरा चाहिँ पत्र पत्रिकाहरू, चाहिँ संवैधानिक निकायका प्रतिवेदनहरू, सरकार मन्त्री परिषदका निर्णयहरू, सरकारले अन्तर्राष्ट्रिय चाहिँ विकास साझेदारहरूसँग गर्ने, विभिन्न देशहरूसँग गर्ने सन्धि सम्झौताहरू, अनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेका समसामयिक विषयहरू, यस्ता कुराहरू हेर्ने र तिनीहरूलाई विश्लेषण गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यही विषय एउटा गाइडले पुग्छ कि पुग्दैन भनेर सिधै यसरी भन्न चाहिँ गाह्रो हुन्छ। विशेष गरी खर्दार नासु र यता सङ्गठित संस्थाका चौथो पाँचौँ तह पढ्ने साथीहरूलाई चाहिँ धेरै पत्र पत्रिका अथवा धेरै बाहिरी किताब चाहिँ पढिराख्नु पर्दैन तयारीकै लागि चाहिँ। तर पढ्दाखेरि त मान्छेलाई चाहिँ ती त पढ्दाखेरि नलेज हुने नै भयो, होइन? यसरी साथीहरूले तयारी गरिराख्नुभएका साथीहरूलाई पढ्दाखेरि चाहिँ ठ्याक्कै दुईवटा किताब चाहिँ यो किताब चाहिँ पढ्नुपर्छ है भन्ने किताब हुन्छन्, त्यस्ता केही दुईवटा किताब भन्न सकिन्छ? यो दुईवटा किताब चाहिँ पढ्नै पर्छ अथवा यो किताब चाहिँ नपढी हुँदैन भन्ने खालको दुईवटा किताब भन्न सकिन्छ? एकदम दुईवटा भन्दा त धेरै हुन्छन् किताब त पढ्नै पर्ने, तर दुईवटा मात्रै भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ एउटा नेपालको संविधान भनेर भन्छु, अर्को चाहिँ योजना आयोगको किताब भनेको चाहिँ योजना आयोगको आवधिक योजनाको किताब। अहिलेको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ 16औँ आवधिक योजना, 16औँ पञ्चवर्षीय योजनाको दस्तावेज चाहिँ पढ्नै पर्छ भनेर मैले भन्छु। यो दुईवटा किताबका अलावा अरू धेरै प्रतिवेदनहरू सरकारी, अघि नै तिमीले भनिहाल्यौ, संवैधानिक निकायले निकाल्ने प्रतिवेदन। यो सरकारी प्रतिवेदनहरू चाहिँ कुन प्रतिवेदन चाहिँ महत्त्वपूर्ण हो, कुन चाहिँ अहिले बढीले फोकस गरेर पढ्नुपर्छ? महालेखा परीक्षाको वार्षिक प्रतिवेदन सबैभन्दा महत्त्वपूर्ण हो भनेर मैले भन्छु। योभन्दा अरू लोकसेवाको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन लगायतका सबै चाहिँ वार्षिक प्रतिवेदनहरू, संवैधानिक निकायका प्रतिवेदनहरू महत्त्वपूर्ण हुन्छन्। अर्थ मन्त्रालयले निकाल्ने आर्थिक सर्वेक्षण, राष्ट्रिय तथ्याङ्क कार्यालयले निकाल्ने विभिन्न तथ्याङ्कका डकुमेन्टहरू, योजना आयोगले निकाल्ने विभिन्न चाहिँ पुस्तकहरू, यी कुराहरू चाहिँ लोकसेवाको तयारी गरिराख्ने सर म्याडमहरूका लागि चाहिँ पढ्नुपर्ने कुराहरू गर्दाखेरि त यी सरकारी प्रतिवेदन मात्रै पढ्दाखेरि त यत्र 1400 1500 पेजका सब प्रतिवेदन पढ्यो भने त
अनि लोकसेवाको समय त पुग्दैन त कुन प्रतिवेदन चाहिँ कति पढ्ने भन्ने हुने भयो नि त। अनि कुन चाहिँ प्रतिवेदनको पनि के पढ्ने भन्ने हुने भयो। नत्र त जिके आइक्यूका जस्ता यत्रा 1500-1400 पेजका किताब लेख्यो अनि त्यही जिके आइक्यू चाहिँ मेरा किताबबाट पढो भने जस्तो हाम्रो यो भिडियो पनि फेरि सबै प्रतिवेदन पढ भनेको थियो। त्यही प्रतिवेदन पढेपछि त हाम्रो भिडियो अनुसारको क्वेसन आएछ भनौँ न फेरि हामीले भोलि। त्यो प्रतिवेदनमा पनि कुन चाहिँ खण्ड चाहिँ पढ्नुपर्छ त्यो भन त। एकदम तिमीले यहाँ रमाइलो कुरा गर्यौ होइन। एउटा प्रतिवेदन पढ्ने हो भने 1500 पेजको 1300 पेजको प्रतिवेदन त 1 वर्ष त त्यही पढ्न लाग्छ। सोस्तानी पढे जस्तो त पढ्न थालेर त भएन। तर यसमा के छ भन्दाखेरि चाहिँ प्रतिवेदन पनि तिमीले कुन लेभलको इक्जाम दिँदैछौ फेरि त्यसैले फरक पर्ने हो। अब तिमी भर्खर सेवा प्रवेश गर्ने तहको इक्जाम दिँदैछौ, तिमीलाई केही पनि थाहा छैन भनेपछि हरेक प्रतिवेदनहरूको सुरुमा चाहिँ कार्यकारी सारांश अथवा संक्षेपीकरण भन्ने हुन्छ। त्यही सार संक्षेप पढेपछि हुन्छ। तर तिमी सेवा प्रवेश गर्ने भन्दा अलिकति माथिल्लो तहमा छौ, जस्तो शाखा अधिकृतको तयारी गर्दैछौ अथवा कुनै अफिसर लेभलको इन्ट्री लेभलको चाहिँ तयारी गर्दैछौ भनेपछि तिमीले त्यो प्रतिवेदनको कार्यकारी सारांश पढिसकेपछि त्योभन्दा अलिकति थोरै विषयवस्तुहरू पढ्नुपर्छ थोरै। अनि त्योभन्दा माथि नीतिगत तहको हो भने चाहिँ तिमीले त्यहाँ भित्र गएर तिमीले आफै खोजेर के चाहिने हो, कुन विषय तिमीलाई चाहिने हो भन्ने कुरा तिमीले आफै पत्ता लगाएर त्यहाँभित्र कुन चाहिँ विश्लेषण गरेको पक्ष तिमीले पढ्नुपर्छ, तिमीले आफै खोज्न सक्नुपर्छ। होइन भनेपछि त त्यहाँ भएका कुराहरू खोज्न नसकेसम्म तिमीले पास गरेको अर्थ पनि हुँदैन। तर म धेरै मान्छेहरूलाई चाहिँ के भन्छु भन्दाखेरि कार्यकारी सारांश पढेपछि धेरै कुराहरू चाहिँ तथ्य तथ्याङ्क उत्तरमा लेख्नका लागि आवश्यक तथ्य तथ्याङ्कहरू चाहिँ त्यहाँबाट चाहिँ पाइन्छ। अनि यी प्रतिवेदनहरू नै कै कुरा गर्दाखेरि तिमीले अघि भन्यौ कि महालेखा परीक्षाको प्रतिवेदन सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्यौ। त्यो महालेखाको प्रतिवेदन चाहिँ किन त्यति धेरै महत्त्व हुने? त्यो पढेपछि चाहिँ धेरै कुरा जानिन्छ हो पास गर्ने गरी होइन। अब सबै दृष्टिकोणबाट हेर्दा त सबै संवैधानिक निकायहरू उत्तिकै सम्मानित संस्थाहरू हुन्। तर मैले महालेखा परीक्षाको प्रतिवेदन चाहिँ महत्त्वपूर्ण हुन्छ भन्नेको चाहिँ यहाँ चाहिँ इक्जामका दृष्टिकोणले पनि हो। एउटा त्यो प्रतिवेदनमा के हुन्छ, लोकसेवा आयोग तयारी गरिराखेका सर म्याडमहरूलाई फाइदा पुग्ने कुरा चाहिँ त्यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँ चाहिँ देशका सबै सरकारी निकायहरूको आम्दानी र खर्चको अवस्थाको विश्लेषण गरिएको हुन्छ। एउटा कुरा त्यो भयो। त्यसबाट तिमीले चाहिँ सरकारी कार्यालयहरूको आम्दानी खर्च कति रहेछ अथवा लेखा परीक्षणको अङ्क कति रहेछ, बेर्जुको अङ्क कति रहेछ भन्ने चाहिँ त्यहाँ विश्लेषण गरिएको हुन्छ। त्यसबाट तिमीले त्यो बेर्जु र लेखा परीक्षण अङ्कको तुलना तिमीले विभिन्न ठाउँमा चाहिँ लेख्न सक्छौ। त्यस्तै गरी त्योभन्दा अझ महत्त्वपूर्ण चाहिँ तिमीलाई जुनसुकै विषयबाट पनि सोध्न सक्ने क्वेसनहरूको चाहिँ त्यहाँ एउटा सङ्गालो राखिदिएको हुन्छ। क्वेसन एन्सरै भनेर चाहिँ राखेको हुँदैन। त्यहाँ चाहिँ महालेखा परीक्षाको कार्यालयले सरकारलाई सुझाव दिएको हुन्छ, भविष्यमा गर्नुपर्ने सुधार भन्ने एउटा खण्ड हुन्छ त्यो किताबमा। हो त्यो खण्डमा चाहिँ के हुन्छ त भन्दाखेरि तिमीले सूचना प्रविधिको क्षेत्रमा राज्यले अब के गर्नुपर्छ, सार्वजनिक व्यवस्थापनलाई एकदम सबल बनाउन के गर्नुपर्छ, सार्वजनिक खरिद व्यवस्थापनलाई सबल गर्न के गर्नुपर्छ भन्ने लगायतका धेरै कुराहरूमा चाहिँ राज्यको कमजोरी कहाँ छ र अब राज्यले के गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यहाँ सुझाव दिएको हुन्छ। त्यो चाहिँ लोकसेवाका धेरै चाहिँ नीतिगत तहदेखि तल्लो तहसम्मका मान्छेहरूलाई काम लाग्छ। त्यहाँ तिमीलाई चाहिँ राज्यमा के कमजोरी रहेछ फलानु विषयमा, सुशासन किन कायम भएन भन्दाखेरि पनि त्यहाँ तिमीले त्यति खण्डबाट एन्सर भेट्छौ। तिमीले चाहिँ सूचना प्रविधिको क्षेत्रमा नेपालले चाहिँ के गर्नुपर्छ, अब सूचना प्रविधिलाई चाहिँ हामीले सेवा प्रवाहमा कसरी जोड्न सकिन्छ भन्ने क्वेसनको एन्सर पनि त्यहाँ तिमीले भेट्छौ। त्यहाँ चाहिँ तिमीले कर्मचारी व्यवस्थापन कसरी राम्रोसँग गर्न सकिन्छ भन्ने क्वेसनको एन्सर पनि यो महालेखा परीक्षाका प्रतिवेदनका अलावा चाहिँ अन्य पत्रिकाहरू पनि हुने भयो होइन। पढ्न पर्ने चाहिँ लोकसेवा आयोगले निकाल्ने चाहिँ निजामती पत्रिका भयो, त्यस्तै महालेखा परीक्षकले निकाल्ने चाहिँ लेखा परीक्षण पत्रिका, वित्तीय व्यवस्थापन तालिम केन्द्रले निकाल्ने राजस्व पत्रिका, अनि योजना आयोगले निकाल्ने विकास पत्रिका, यी पनि हामीले नियमित पढ्यो भने त्यहाँ पनि हामीले लेख्ने एन्सरहरू भेटिन्छन् होइन। त्यो पत्रिकामा चाहिँ एउटा विषयको विज्ञले एउटा आर्टिकल लेख्छ क्या। जस्तै तिमी चाहिँ दिगो विकासको विज्ञ हौ भनेपछि तिमीले दिगो विकासको बारेमा आर्टिकल लेख्छौ। तिमी चाहिँ सार्वजनिक वित्त व्यवस्थापनको विज्ञ हौ भने तिमीले सार्वजनिक वित्त व्यवस्थापनको बारेमा आर्टिकल लेख्छौ। तिमी चाहिँ सूचना प्रविधिको विज्ञ हो भने तिमीले सूचना प्रविधिको विषयमा आर्टिकल लेख्छौ नि। जस्तो एउटा गाइड लेख्ने मान्छेले त सबै 26वटा चाहिँ नि टपिक छन् किताबमा, सेकेन्ड पेपरमा भने 26वटा टपिकको चाहिँ बारेमा लेख्छ उसले त। त्यो सबै विषयको विज्ञ होइन नि।
तर यस्ता पत्रिकाहरूमा चाहिँ आर्टिकल लेख्ने मान्छे सामान्यतया आफ्नो विज्ञता कुन विषयमा छ त्यही विषयमा लेख्छन् नि मान्छे। तिमीले यो यस्ता पत्रिकाहरूमा पढ्ने आर्टिकल चाहिँ एउटा विषयको आर्टिकल एकजना सरले एकजना म्याडमले लेख्नुहुन्छ, उहाँले चाहिँ के गर्नुहुन्छ, उहाँ आफूलाई जुन विषयमा चाहिँ आफ्नो विज्ञता छ त्यो विषयमा लेख्नुहुने हुनाले यस्ता पत्रिका पढ्यौ भने चाहिँ तिमीले अझै इफेक्टिभ हुने भयो, विषयवस्तुको एकदम आधारभूत ज्ञानै पाउँछ। अहिलेसम्म चाहिँ हामीले पढ्ने कुरा गऱ्यौँ होइन, पढ्ने कस्ता गाइड पढ्ने, 2टा पढ्ने किताब त संविधान र योजना त भनि नै हाल्यौँ, पढ्ने विषय गऱ्यौँ। अब हामी लेख्ने पाठमा प्रवेश गऱ्यौँ न। यो भर्खर नयाँ सुरु गरेको मान्छेले, जो मान्छेले लोकसेवा सुरु गर्दैछ, त्यो मान्छेले लेख्ने पेपरको तयारी गर्दाखेरि चाहिँ लेख्दाखेरि के कुरामा ध्यान दिने? सबैभन्दा सुरुमा त लेख्ने पेपर पढाइको कुरा हामीले यहाँसम्म गरिसकेपछि हामीले के गर्नुपर्छ त भन्दा तपाईँले चाहिँ पढ्दैखेरि लेख्नुपर्छ। जस्तो कोही मान्छेले एउटा गाइड किनेर पढ्छ, कोही मान्छे ट्युसन सेन्टर गएर पढ्छ भनेपछि ट्युसन सेन्टरमा तपाईँलाई आज चाहिँ तपाईँले सार्वजनिक प्रशासन भनेको के हो भनेर पढ्नुभयो भने सार्वजनिक प्रशासनको केही न केही परिचय परिभाषा तपाईँलाई चाहिँ त्यहाँ पढाउने सरले दिनुहुन्छ। सार्वजनिक प्रशासन भनेको चाहिँ यो राज्य सञ्चालनको एउटा चाहिँ प्रणाली हो, राज्य सञ्चालनको एउटा संयन्त्र हो भनेर उहाँले केही भन्नुहुन्छ। यसमा सार्वजनिक र प्रशासन भन्ने दुईवटा शब्द मिलेका छन्। सार्वजनिक प्रशासनलाई कतिपय विद्वानहरूले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबैको समष्टिगत रूप हो भन्छन्, कतिपयले कार्यपालिका मात्रै हो सार्वजनिक प्रशासन भनेको भन्छन्, कतिपयले कार्यपालिका भित्रको पनि कर्मचारी प्रशासन मात्रै हो सार्वजनिक प्रशासन भनेको भनेर भन्छन्। यति कुरा त तपाईँलाई पढाउने सर म्याडमले भनिदिनुहुन्छ हो। अब तपाईँले चाहिँ त्यहाँ सर म्याडमले जे भन्नुभयो भनेर पेपरमा टिपेर आउनुहुन्छ घरमा, त्यो कुरा चाहिँ आएर तपाईँले लेख्नुहोस्। सुरुमै त तपाईँलाई थाहा हुँदैन नि, त्यही मान्छेले जे भन्छ त्यही तपाईँलाई सत्य हो भन्ने लाग्छ। अथवा तपाईँले एउटा गाइड पढ्दै हुनुहुन्छ, त्यो गाइडमा पनि लेखेको हुन्छ, त्यो गाइडमा जे लेखेको छ त्यही सत्य हो तपाईँका लागि त त्यही पनि तपाईँले सार्नुहोस्। सुरुमा हेरेर सार्नुहोस्, त्यसपछि नहेरिकन सार्नुहोस्। 2-4 पटकपछि तपाईँलाई चाहिँ फलानु विषय आयो भने म यो लेख्छु भन्ने तपाईँ हुनुपर्छ। केही समयपछि सार्वजनिक प्रशासन भनेको के हो भन्ने क्वेसन आयो भने यसको एन्सर म यो लेख्छु भन्ने चाहिँ तपाईँ हुनुपर्छ। नयाँ मान्छेले गर्ने चाहिँ त्यो। नयाँ मान्छेले यो गर्ने भन्यौँ, नयाँ मान्छेले लेख्ने पेपरको तयारी गर्दाखेरि गर्ने गल्ती चाहिँ के हो? सुरुवातमा गल्ती कस्तो गर्छौँ हामी? यसमा चाहिँ नयाँ मान्छेले लेख्ने पेपरको तयारी गर्दै गर्दाखेरि चाहिँ ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भनेपछि धेरै जसो मान्छेहरूले चाहिँ के गर्छन् भने सबै जिके मात्र पढिरहने, सधैँभरि जिके मात्र पढे गर्ने, जिकेको इक्जाम आउने बेलासम्म जिके पढिरहने, अनि जिके र आइक्यू पढ्ने, त्यसपछि जिके र आइक्यूको इक्जाम भइसकेपछि त फर्स्ट पेपरको इक्जाम भएपछि त सेकेन्ड पेपरको इक्जाम हुन त बढीमा बढी भयो 2 महिना टाइम हुन्छ। अनि त्यो 2 महिनाको टाइममा त कति पढ्न भ्याइन्छ र? सबैभन्दा पहिले गर्ने मिस्टेक चाहिँ यही हो कि पढे गर्ने, फर्स्ट पेपर मात्र पढ्ने। फर्स्ट पेपर मात्र पढेर त पास भइँदैन हो। सबैभन्दा सुरुमा चाहिँ फर्स्ट पेपर सँगसँगै सेकेन्ड थर्ड पेपर पनि पढ्नु पर्यो। पहिलो कुरा त यो भयो। र दोस्रो कुरा चाहिँ के भयो त भन्दाखेरि यहाँनिर पनि तपाईँले एउटा कुरालाई आधार लिएर पढ्नुपर्छ। यता पनि खोज्ने, उता पनि खोज्ने, यसले फलानुले यस्तो लेख्दैछ, उसले उस्तो लेख्दैछ भन्ने त्यतातिर नलागिकन तपाईँले विषयवस्तु चाहिँ बुझेर आधार कुनै कुरालाई आधार लिएर त्यसअनुसार पढ्ने। ल अब यो पढ्ने भनेपछि फेरि अब पढ्दै लेख्नु पनि पर्यो नि। मान्छेले तयारी गरिसक्यो, यति तयारी गरेर अब इक्जाम आइसकेपछि परीक्षा हलभित्र, परीक्षा केन्द्रभित्र गएपछि चाहिँ कस्तो कुरामा ध्यान दिने? परीक्षा केन्द्रभित्र बस्दाखेरि चाहिँ समय व्यवस्थापनदेखि लगेर सबै कुराको ख्याल गर्नु पर्यो। के कुरामा ख्याल गरियो भने चाहिँ त्यो हाम्रो लेखेको आन्सर चाहिँ उत्कृष्ट हुनसक्छ। अब तपाईँ सुरुमा तयारी गर्दै हुनुहुन्छ भने तपाईँको लेख्ने पेपर लेख्ने तयारी छुट्टै तरिकाले गर्नुपर्छ। र तपाईँ चाहिँ इक्जाम दिने बेला हो, अब परीक्षा कुन दिन आउँछ र म लेखेर पास गरौँ भन्ने हुन्छ नि मान्छेलाई। परीक्षामा के क्वेसन आउँदो रहेछ म रेडी छु भन्ने हुन्छ नि मान्छेलाई एक्चुअली चाहिँ हो। त्यो भइसकेपछि चाहिँ तपाईँले गफ मात्र गरेर भएन, परीक्षामा के आउँछ म लिएर पास गरिदिन्छु भनेर लेख्ने प्र्याक्टिस पनि गर्नु पर्यो। त्यतिखेर चाहिँ तपाईँले के गर्नुपर्छ त, यो क्वेसन आयो भने म यसको एन्सर यो लेख्छु भन्ने तपाईँसँग भइसक्नुपर्छ एउटा कुरा त। दोस्रो कुरा चाहिँ तपाईँले टाइम फ्रेममा पनि लेख्नुपर्छ, तपाईँको उत्तरको स्ट्रक्चरमा पनि लेख्नुपर्छ। तपाईँले चाहिँ अन्तिम अवस्थामा इक्जाम सेन्टरमा जान्छु अब भन्ने भइसकेपछि अथवा इक्जाम हुनुभन्दा 1 महिना 2 महिना अगाडिदेखि चाहिँ 10 नम्बरको प्रश्न हो, 100 नम्बरकोलाई 3 घन्टा छुट्याएको इक्जाममा चाहिँ 10 नम्बरको प्रश्नलाई चाहिँ 18 मिनट टाइम हुन्छ। तपाईँले 18 मिनटमा लेख्ने कोसिस गर्नु पर्यो, लेख्नै पर्यो। अनि त्यसपछि तपाईँको उत्तर कुन स्ट्रक्चरमा लेख्छु भन्ने तपाईँले तयारी गर्नुभएको छ, त्यही स्ट्रक्चरमा ढाल्नु पर्यो त्यो उत्तरलाई।
त्यसपछि अर्को कुरा चाहिँ के गर्नुपर्छ त खेरि चाहिँ तपाईँले आधारभूत कुराहरू क्वेसनले मागेको आधारभूत कुराहरू चाहिँ लेख्नु पर्यो। भनेको क्वेसनले मागेको आधारभूत कुरा भनेको चाहिँ हामीले के मागेको छ भनेर पनि त थाहा पाउनु पर्यो नि त। त्यो थाहा पाउनलाई पनि त पढ्नै नै पर्यो होइन। तिमीले एउटा स्ट्रक्चरमा लेख्ने भन्यौ नि, त्यो कस्तो स्ट्रक्चर भनेको कस्तो? स्ट्रक्चर भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँसँग माइन्डसेट हुनुपर्छ भनेको। स्ट्रक्चर भनेको चाहिँ तपाईँसँग माइन्डसेट हुनुपर्छ भनेको। कुनै क्वेसन आयो भने तपाईँ त्यसको उत्तर कसरी लेख्नुहुन्छ, जस्तै सार्वजनिक खरिदका चाहिँ विधिहरू लेख भन्ने क्वेसन आयो भने तपाईँ सिधै सार्वजनिक खरिदका विधिहरू चाहिँ यी छन् होइन, परामर्श के अरे अन्य सेवा माल सामान, त्यसपछि चाहिँ निर्माण कार्य खरिदमा 10वटा विधि छन्, परामर्श सेवा खरिदमा 2टा विधि छन् भनेर तपाईँ त्यसपछि परामर्श सेवा खरिदका 2टा विधि यी हुन् होइन। एउटा चाहिँ तपाईँको चाहिँ के अरे सोझै वार्ताद्वारा गर्न सकियो, अर्को चाहिँ प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेर गर्न सकियो, यी 2टा हुन् भन्ने लेख्ने। त्यसपछि चाहिँ अर्को माल सामान खरिद, निर्माण कार्य र अन्य सेवा खरिदका चाहिँ यी 10वटा हुन् भनेर अन्तर्राष्ट्रिय बलपत्र, राष्ट्रिय स्तरको बलपत्र भनेर 10वटा सरल लेख्न सक्यो। एउटा विधि त्यो भयो। अर्को विधि चाहिँ के भयो त भन्दा सार्वजनिक खरिद भनेको सार्वजनिक निकायले प्राप्ति गर्ने कुरा हो। यसमा चाहिँ सार्वजनिक निकायले माल सामान प्राप्ति, निर्माण कार्य, परामर्श सेवा प्राप्ति, अन्य सेवा प्राप्तिको कुरालाई बुझिन्छ भनेर तिमीले पहिले त्यो परिचय लेख्ने, त्यसपछि अनुसार लेख्ने गर्न पनि सक्यौ। त्यो जे गर्न पनि मिल्छ, तर तिम्रो माइन्डसेट चाहिँ सुरुमा क्लियर हो। अब यति कुरा गरिसकेपछि मान्छेले तयारी गरिसक्यो, सबै कुरा भइसक्यो, उसको अब परीक्षा हलभित्र गएपछि चाहिँ कसरी लेख्ने, कसरी व्यवस्थापन गर्ने? यसमा के छ भन्दाखेरि जे तयारी गर्नुपर्ने हो तिमीले परीक्षा हलभित्र जानुभन्दा पहिले नै तयारी गरिसक्नुपर्छ। परीक्षा हलभित्र गइसकेपछि तिमीलाई क्वेसन दिन्छ नि, एन्सर लेख्ने हो। तर यहाँ महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि चाहिँ तिमीलाई 100 अङ्कको क्वेसनको उत्तर लेख्न चाहिँ 180 मिनट हुन्छ। त्यसमा 180 मिनटमा चाहिँ तिमीले लेखिसक्नु पर्यो। एउटा कुरा त तिमीले यही क्लियर हुनु पर्यो कि तिमीलाई 10वटा प्रश्न आउँछन् भने हरेक प्रश्नलाई 18 मिनटमा लेख्नु पर्यो भन्ने क्लियर हुनु पर्यो। अर्को कुरा चाहिँ तिमीले के जानिरहेछौ भन्नेसँग लोकसेवा आयोगले सरोकार राख्दैन। क्वेसनले के मागिरहेछ त्योसँग लोकसेवा आयोगले सरोकार राख्छ। भन्नुको मतलब चाहिँ तिमीले उत्तर फर्मेटमा पनि लेख्नु पर्यो, टाइम फ्रेममा पनि लेख्नु पर्यो र तिमीले चाहिँ जानेको होइन प्रश्नले मागेको उत्तर चाहिँ लेख्नु पर्यो। यी कुराहरू चाहिँ ख्याल गर्नुपर्छ। तिमीले भनेको अहिले जानेको होइन मागेको लेख्नु पर्यो भनेको, अब यो फेरि चिन्ने कसरी त? जानेको होइन मागेको कसरी थाहा पाउने त? आयोग पढ्ने मान्छे त सामान्यतया मास्टर डिग्री गरेको, ब्याचलर गरेको अथवा कम्तीमा +2 गरेको हुन्छ। त्यो मान्छेले धेरै कुरा जानिसक्छ नि। अहिले त सोसियल मिडियाको जमाना छ, मान्छेले नथाहा पाएको त केही छैन। तिमी हामीले भने जस्ता कुरा त सबै मान्छेले जान्दछ। मैले यहाँनिर तिमीलाई म एउटा इक्जाम्पलै दिन्छु क्या। गाईको बारेमा लेख भन्ने प्रश्न, गाईको बारेमा लेख भन्ने प्रश्नमा चाहिँ प्रश्नले के मागेको त? गाईको बारेमा लेख्ने मागेको नि। गाई नेपालको राष्ट्रिय जनावर हो भनेर लेख्न सुरु गरे पनि भयो। गाई चौपाया हो, गाई स्तनपायी जनावर हो, नेपालका विभिन्न सबै भूभागमा गाई पाइन्छ, गाईले घाँस खान्छ, गाईले दुध दिन्छ होइन, हिन्दू धर्ममा गाईलाई पूजा गरिन्छ। तिमीले यस्तो लेख्नु पर्यो एन्सर। मागेको भनेको चाहिँ यो। तर हामी लेख्दा लेख्दै कहिलेकाहीँ कता जान्छौँ त भन्दाखेरि चाहिँ गाई चौपाया हो, गाईले दुध दिन्छ, मेरो फुपूका घरमा एउटा गाई छ, फुपूले चाहिँ गाईको दुध पूजाआजामा प्रयोग गर्छिन्, हाम्रो फुपूले चाहिँ गाईको दुध बेच्छिन् पनि, फुपूले गाईको दुध बेचेर पोखरामा घर बनाइन्, फुपूले बनाएको घर चाहिँ एकदम राम्रो छ, 3 तलाको छ, तिर गयौँ, फुपूको चाहिँ गाईले चाहिँ आर्थिक अवस्था उकासिदियो, तिर जान्छौँ क्या हामी भने। अब मान्छेलाई के लाग्छ मैले गाईकै बारेमा लेखिरहेको छु, तर उसले लेख्छ फुपूको बारेमा क्या। फुपू र गाईको अर्थतन्त्र लेखिसक्यो होइन, हामी त्यसरी बहकिन्छौँ। भनेपछि यो बहकिएर होइन कि मागेको मात्रै लेख्नुपर्छ भन्ने उसमा चाहिँ जस्तो मेरो आफ्नो हुने चाहिँ होइन, हाम्रो चाहिँ 10वटा क्वेसन हुन्छ। 10वटा क्वेसनमा चाहिँ लेख्दै गयो हो यस्तै तिमीले भनेको जस्तै जानेको पनि लेख्यो, मागेको पनि लेख्दै जान्छ, भोल्युम त धेरै हुँदै जान्छ। 8वटा क्वेसन एक्सिलेन्ट हुन्छन्। अनि 2टा क्वेसनलाई कि समय नै पुग्दैन कि यसरी नै बकेर लेखिन्छ। एउटा चाहिँ 8वटा क्वेसन एक्सिलेन्ट लेखेर 2टा छोड्दाखेरि अनि अर्को चाहिँ एभरेज 10वटा क्वेसन लेख्दाखेरि को मान्छे पास हुने सम्भावना बढी हुन्छ? यही मान्छे पास हुन्छ भनेर ठ्याक्कै भन्न चाहिँ गाह्रो हुन्छ। तर यहाँ के छ भन्दाखेरि चाहिँ तिमीले विषयवस्तु नै नजानेको, आधारभूत विषयवस्तु नै नजानेको क्वेसन आइरहेछ भनेपछि चाहिँ तिमीले 2टा क्वेसन सुन्दै नसुनेको, जान्दै नजानेको त्यो हुने सम्भावना एकदमै कम हुन्छ। त्यस्तो आइरहेछ भनेपछि चाहिँ तिमीले 8वटा लेखे भइगयो एकदम राम्रो, किनभने तिमीले जान्दै नजानेको एकै वाक्य लेख्न सक्दिन भन्ने क्वेसन आइरहेछ भने तिमीले 8वटा क्वेसन राम्रो लेखेर आयो भइगयो। तर तिमीले आधारभूत विषयवस्तु जानेको क्वेसन चाहिँ आइरहेछ 10वटा नै भने चाहिँ तिमीले म 8वटा चाहिँ एकदम एक्सिलेन्ट लेख्छु, 2टा चाहिँ लेख्दिनँ भन्नु चाहिँ त्यो मूर्खता हो। किन त्यस्तो हो भन्दाखेरि चाहिँ
तिमीले जतिसुकै राम्रो एन्सर लिए पनि त्यसमा 10मा 10 त आउँदैन लोकसेवाको क्वेसनमा, त म्याथमेटिक्स त होइन। होइन त्यसले गर्दाखेरि चाहिँ तिमीले जतिसुकै राम्रो लेख्दा पनि त्यसमा 10मा 10 आउँदैन। र विषयवस्तुको आधारभूत ज्ञान भएपछि तिमीलाई अलिअलि लेखेपछि नम्बरै नदिने भन्ने हुँदैन। त्यो भएको हुनाले चाहिँ मैले सुझाव दिँदाखेरि चाहिँ 10 वटामा 10 वटाको उत्तर लेख्नु राम्रो हो।